नेपाल जस्तो विकासशील मुलुकमा खानेपानी, स्वास्थ्य र सरसफाईमा जनताको पहुँच अझै पनि चुनौतीपूर्ण छ। एक सर्वेक्षण अनुसार नेपालको 15% भन्दा बढ़ी जनताहरू अझै स्वच्छ पिउने पानीबाट वञ्चित छन्। 56% भन्दा बढ़ी जनसंख्या खुल्ला स्थानमा दिशा पिसाब गर्छन्। त्यसैले स्वास्थ्य समस्याका रूपमा रहेको झाडा पखालाबाट हुने मृत्युदर करिब 30% पाइन्छ। यसमा बालबालिकाको संख्या अझ धेरै छ। विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति 2052 साल चैत्र 1 गते स्थापना भई हालसम्म अनवरत रूपमा सञ्चालित छ। खानेपानी तथा सरसफाई मन्त्रालय मार्फत रहेको फण्ड बोर्डले विश्व बैंकको आर्थिक सहयोगमा देशको 74 वटा जिल्लामा सञ्चालित आयोजनाहरूमा आर्थिक सहयोग प्रदान गर्दै आएको छ। स्थानीय सहयोगी संस्थाहरू मार्फत प्राविधिक सहयोग जुटाउँदै आएको छ भने स्थानीय स्तरबाट श्रमदान गरिँदै आएको छ। धेरैजसो ठाउँहरूमा पानीका मुहानहरू सुक्दैछन्। अव्यवस्थित बसोबास र जनसंख्या बढ्दैछन्। त्यसैले फण्ड बोर्डले लिफ्ट खानेपानी तथा सरसफाई आयोजना जस्तो वैकल्पिक उपायबाट पनि खानेपानीको प्रबन्ध गरेको छ। यसैबाट पनि स्वच्छ र सुरक्षित खानेपानीका साथै स्वास्थ्य र सरसफाई सेवा जनतामा पुर्याउने ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको पवित्र प्रतिबद्धता पुष्टि हुन्छ। तराईका जिल्लाहरूमा डीप बोरिङ, इनार लगायत स्यालो ट्युबवेलहरू निर्माण गरी खानेपानीको व्यवस्था गरिँदै आएको छ। त्यसैगरी पहाड़ी क्षेत्रमा पानीको मूल तथा स्रोतहरू खोजी सुरक्षित स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै आएकोमा विगत केही वर्षदेखि लिफ्ट प्रणालीद्वारा खानेपानी तथा सरसफाईमा अग्रसरता बढ़ाउँदै आएको छ। विगतमा भन्दा हाल सबैजसो पानीका मूलहरूमा पानी सुक्दै जानाले पानीको स्रोत कमी हुँदै गएको प्रत्यक्ष देख्न सकिन्छ। यसकारण पनि लिफ्ट प्रणाली भरपर्दो देखिन्छ। तर ग्रामीण समुदायहरूमा यस्तो कार्यक्रम लागू गर्न धेरै कठिनाई परेको कुरा समुदायमा संलग्न एक उपभोक्ता बताउँछन्। 3 बजे भन्दा पहिलेदेखि बिन्जिन पर्थ्यो है। ओखो निदाइयो भने पनि ओखो पानी पाइँदैन होला भनेर नअरु दिदीबहिनी गरेर लैसक्यो होला भन्नु पर्थ्यो। अनि उठेर गयो। बीचमा त कहिले त उज्यालो पनि हामीसँग थिएन। यस्ता कैयौं बाधा अडचनका बावजुद पनि गहिरो भूभागबाट माथिल्लो भागमा लगेर पानी खुवाउन सफल भएको छ ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति। यस्ता लिफ्ट प्रणालीका आयोजनाहरूमध्ये धादिङ जिल्लाको मैदी गाविस वडा नम्बर 4 मा निर्माण भएको हटिया खानेपानी तथा सरसफाई कार्यक्रम पनि एक नमूनाको रूपमा स्थापित हुन सफल भएको छ। विश्व बैंकको आर्थिक सहयोगमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिद्वारा निर्मित आयोजना गैर सरकारी संस्था फोकस नेपालको प्राविधिक तथा स्थानीय बासिन्दाको अथक प्रयास र परिश्रमबाट लिफ्ट प्रणालीद्वारा खानेपानीको सुविधा थपिएको हो। 2069 साल जेठ 1 गतेबाट निर्माण कार्य शुरू गरी 2072 साल वैशाख 4 गते निर्माण सम्पन्न भएको हो। सो आयोजनाद्वारा धादिङ जिल्ला मैदी गाविस 3, 4 र 5 वडाका 128 घरधुरीका 726 जनसंख्या लाभान्वित भएका छन्। करिब 45,06,000 को लागतमा सो आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो। गाउँको पुछारमा रहेको 3 वटा मुहानबाट ट्याङ्कीमा पानी जम्मा गरी बिजुली पम्पबाट पानी तानेर गाउँको सिरानसम्मै पानी पुर्याउन सफल भएको छ फण्ड बोर्ड। खानेपानी प्रणालीको निर्माण पश्चात स्थानीय बासिन्दाहरूको पिउने पानीको आवश्यकता पूरा भएको छ। जीवनमा अरू धेरै आयामहरूमा सकारात्मक प्रभाव पर्दै गएको छ। धादिङ जिल्ला मैदी गाविस हटिया टोलका बासिन्दाहरूले स्वच्छ खानेपानीको अभावमा धेरै लामो समयदेखि 1 घण्टाको दूरीबाट डोकोमा गाग्री बोकी महिला, आमा, दिदीबहिनी तथा स्कुले बालबालिकाहरू समेत बिहान बेलुकीको समय यसै कार्यमा खर्चिनु पर्ने थियो। हिउँदे समयमा त झनै पानीलाई तेल झै सम्झी प्रयोग गर्नुपर्ने बाध्यता रहेको कुरा स्थानीयहरू बताउँछन्। 7 बजेका 7, 8, 9, 10 बजेपछि बल्ल पाला आयो। राति 7 बजेपछि चाहिँ भात खायो। अब राति उजेल हुने बेला जाम भन्दा अहिले जान ठिक हुन्छ भनेर गयो, पानी नपाउने। अनि त्यहाँ झगडा पनि पर्थ्यो कि? झगडा पनि पर्थ्यो। उमेरो भन्ने, राखेर गाडी पालो पाउँदैन भन्ने, राखेर घर धन्दा गरेर आउने। हामी चाहिँ 15 पछि आउने, राखेर गाडी पाउँदैन भन्ने, हामी घरतौत पर्थ्यौँ, झगडा पर्थ्यो। अनि कतिसम्म त्यस्तो भोग्नु पर्यो? भयो धेरै नै। मलाई भयो, मैले त कति भोगी भने 20 वर्ष जति भोगेँ होला मैले। अहिलेको परिस्थिति कस्तो छ त? अहिले त एकदम राला सर। अहिले जस्तो त के यस्तो त अब पनि आउला जस्तो लाग्छ क्या। पहिले जन्मेछ बरु हामी। पानीको विकराल समस्या भएको गाउँ भनेर यस गाउँलाई चिनिन्थ्यो। पानी ओसार पोसारमा मात्रै बढी समय खर्चनु पर्ने भएकै कारण
छोराको बिहे गर्न समेत कठिनाई रहेको थियो। विगतका दिनहरूको दुःख र हाल के कस्तो परिवर्तन रहेको छ भन्ने स्वयं बताउँछन् मैदीका स्थानीय बासिन्दा। पढ्दै जानु पर्थ्यो, डर लागि परेन। 3 बजे राति उठेर जानु पर्थ्यो, अनि घर आउँदा घाम झुल्किसक्थ्यो, अनि त्यही हामीलाई अवश्य पहिला चाहिँ बेसी घाँस जानु पर्थ्यो, त्यो जान भ्याइदिन्थ्यो। अनि बेसीबाट घाँस आउँदा बच्चाहरूलाई स्कुल पठाउनु भ्याइदिन्थ्यो। त्यस्तै अभाव भइरहेको थियो हामीलाई। खानेपानीको पर्खाइमा काकाकुल झैँ छटपटाइरहेका धादिङ मैदीका स्थानीय बासिन्दाहरूलाई स्वच्छ र सुरक्षित खानेपानीको व्यवस्थापन गरिदिएपछि मैदीका स्थानीय बासिन्दाहरू अहिले पिउने पानीको विकराल समस्याबाट मुक्त भएका छन्। पानी लिन जाने टाइम भनेको कि बेलुका 9 बजेबाट पछि कि बिहान 3 बजे त्यति बेला गइन्थ्यो। तर त्यस्तो समस्या अहिले चाहिँ धेरै भएको छ, सुधार आइरहेको छ। स्वच्छ र सुरक्षित खानेपानी एक घर एक चर्पीको अवधारणा अनुरूप अघि बढ्दै आएको फनबोर्डको लक्ष्यलाई पूर्णता दिएको छ धादिङ मैदीका स्थानीयवासीले। सो खानेपानी तथा सरसफाई आयोजनाको 2073 माघ 26 गते खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो। सोही अवसरमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम प्रसाद उपाध्याय विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो। ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिका अध्यक्ष भूमिनन्द देवकोटा, कार्यकारी निर्देशक भूपेन्द्र अर्याल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूद्वारा संयुक्त रूपमा आयोजनाद्वारा निर्माण गरिएको धाराहरूको रिबन काटी धाराको पानी खोली उद्घाटन गरिएको थियो। खानेपानीका संस्थापक तथा पूर्व अध्यक्ष वसन्त श्रेष्ठले उपस्थित सबैलाई विगतका परिस्थिति र हालको स्थितिको बारेमा जानकारी गराउनु भएको थियो। टाढा अफ सिजनमा जानु पर्दाखेरि जंगलको छेउसम्म पुग्न पर्ने, रातको समयमा जानुपर्ने, महिलाहरूको हिंसा हुन सक्ने, लुटिने सम्भावना हुन सक्ने त्यस्ता घटनाहरू पनि हुने गर्दथ्यो। विद्यार्थीहरूले पढ्ने, लेख्ने, सिक्ने महत्त्वपूर्ण समय पानी सङ्कलनमा बिताउनु पर्ने थियो, जसले गर्दा पढाइ लेखाइ सिकाइमा बाधा पुगेको थियो अनि शैक्षिक गुणस्तरमा पनि कमी आएको थियो। पानीको अभावमा हरियो सागपात तरकारी उत्पादन नहुँदा मानव स्वास्थ्य कमजोर भएको थियो। भनिन्छ घर बलियो ल्याउनले, शरीर बलियो त्योनले। तर हामीसित तरकारी खेती हुने सम्भावना थिएन। खुल्ला रूपमा, सार्वजनिक रूपमा स्थलमा नुहाउनु पर्दा फेर्ने कपडाको अभावमा सरसफाइमा कमी भएको थियो। त्यस्तै गरी कतिपय अङ्गको सरसफाइको कमीको कारणले रोगको संक्रमण पनि बढेको देखिन्थ्यो। पर्याप्त पानीको अभावमा सरसफाइको कमी हुँदा विशेष गरी सररोगको व्यापकता थियो, जस्तै झाडापखाला, आउँ, टाइफाइड, जन्डिस जस्ता रोगहरूको व्यापकता थियो। अब अहिले खानेपानीको समस्या टरिसकेपछि के भइरहेको छ? खानेपानीको आपूर्ति सहज भएको छ। खानेपानी सहज आपूर्तिले अन्य पेसामा काम गर्न लाग्ने समय मिलेको छ। कृषिमा सहज भएको छ। स्कुले विद्यार्थी नियमित रूपमा स्कुल जान पाएका छन् र फुर्सदको समयमा अन्य आयमुखी काम गर्न, तरकारी खेती गर्न पनि सघाउ पुगेको छ। सो उद्घाटन कार्यक्रममा उपस्थित पदाधिकारीहरूलाई बाजा गाजा सहित फूलमाला र अबिर पहिराई भव्य रूपमा स्वागत गर्दै बजार परिक्रमा गराइएको थियो। उद्घाटन कार्यक्रमको अर्को चरणमा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले
रेडियो दाइजो दिनेले ब्याट्री दिँदैन, गाई दान दिनेले घाँस दान दिँदैन। यहाँको प्रतिवेदन हेर्दा नै देखिन्छ बाजेले किनेको भैँसी भन्दा आफैले बाटेको दाम्लोको माया हुन्छ भन्दै आयोजनाको अपनत्व बोध गराउनु भएको थियो। रेडियो दाइजो दिनेले ब्याट्री पठाइदिँदैन, त्यो आफैले गर्नुपर्छ। तर गर्नुहुन्छ किन गर्नुहुन्छ भने यो प्रतिवेदन हेर्दाखेरि नै देखिन्छ, त्यो भनिन्छ बाजेले किनेको भैँसी भन्दा आफूले बाटेको दाम्लोको माया हुन्छ। यहाँ त्यो माया कहाँ देखिन्छ भन्दाखेरि फन्ड बोर्डले जम्मा 28 लाख रुपियाँ दिएको छ भने तपाईँहरूको झन्डै 13 लाख रुपियाँ जति करिब करिब तपाईँहरूको लगानी देखिन्छ। त्यसले गर्दाखेरि यसप्रतिको मोह छ। विद्युतीय सिँचाइ तथा अन्यमा जसरी छुट दिइएको छ त्यसै गरी नै यस मौलिक खानेपानी जस्ता नभई नहुने चीजलाई पनि विशेष छुटको पहल गरिनुपर्ने कुरामा जोड दिनुभयो। सिँचाइ अरूमा जसरी छुट दिइराखेको छ, यो मौलिक अधिकार खानेपानी नभई नहुने चिजलाई यसमा चाहिँ छुटको लागि विशेष पहल गर्नै पर्छ। यसका लागि सबैतिरबाट हाम्रो साथ रहन्छ। कहाँ के गर्नुपर्ने माननीय मन्त्रीज्यू श्रीमान सचिवज्यूले यसलाई विशेष ढङ्गले अगाडि बढाउनु हुने। यसै गरी कार्यक्रममा बोल्दै ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिका अध्यक्ष भूमिनन्द देवकोटाले यसको मर्मत सम्हारमा अति नै कठिन भएको हुँदा फन्ड बोर्डले दिएको बिउ पैसालाई समूहमा अझै थप्दै लगेर त्यसको राशि बढाई यसलाई आयमूलक कार्यमा लगाउनु पर्नेमा जोड दिनुभयो। यसलाई निरन्तरता दिएर जानुस् र अबको संरचनामा यो गाउँपालिका अलि विस्तार छ, अलि ठुलो छ, त्यहाँ पनि धेरै सहयोगी हातहरू तपाईहरूले उपलब्ध पाउनुहुनेछ र त्यहाँबाट पनि रकमहरू लिने गरी तपाईहरूको चेष्टा, तपाईहरूको प्रयास त्यता पनि रहोस्। त्यसो भयो भने सायद हामी सबै मिलेर खडा गरेको जुन संरचना छ, उपभोक्ता समिति छ र अनि त्यो पैसा उठाउने जुन प्रचलन छ त्यसले पक्कै पनि दीर्घ जीवन पाउनेछ भन्ने मैले आशा राखेको छु। WTSS भनेर हामीले एउटा बिउ पैसा दिएछौँ 10,000 र तपाईँहरूले 25,000 पुर्याइसक्नु भएको रहेछ। त्यसलाई थप्दै लानुहोस् र आयमूलक क्रियाकलापहरूमा तपाईँहरू अझ पनि अगाडि जानुहुनेछ भन्ने प्रश्न गर्दछ। त्यो पनि हाम्रो अपेक्षा छ। तर्फबाट केही न केही पारिश्रमिक पाइराख्नु भएको छ भन्ने मैले बुझ्छु। अब त्यसो भएको हुनाले तपाईँहरूले के गर्दा उहाँलाई अझ बढी प्रिय र आफ्नो काममा, चेतनामूलक काममा अगाडि बढाएर लान सक्नुहुन्छ, त्यसलाई पनि तपाईँहरूले ध्यान दिनुहुनेछ। र विशेष गरेर BMW र 6,000 दिनुभएको छ र फेरि त्यो तालिम प्राने नयाँ योजनाहरूमा एउटा घर, एउटा धारा, एउटा चर्पी बनाउने गरी जाँदैछौँ। आगामी दिनमा अझै स्थानीयहरूको घरमा कसरी धारा लैजान सकिन्छ भन्ने कुरामा छलफल गर्ने कुरा उहाँले बताउनु भएको थियो। तर पनि के हो भने तपाईँहरूले सिकाएर तपाईँहरूकै अनुभवबाट हामी त्यहाँ जान पर्ने स्थितिमा पुर्याउनु भएकोमा तपाईँहरू फेरि एउटा जग हो भन्ने ढङ्गले हेर्ने र अघि यहाँ कुरा पनि उठिसक्यो। पछि आउने दिनहरूमा पनि तपाईँहरूको घरमा धारा कसरी लैजाने भन्नेतिर पनि हामी छलफल गर्नेछौँ। कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले सरकारद्वारा उपभोक्ताहरूको आफ्नो सक्रियता र व्यवस्थापनमा यस्ता खानेपानीहरू बनाउँदै लगेमा चाँडै नै गाउँ गाउँको कुना काप्चामा लेक बेसी लगायत देशभरिका सबै ठाउँमा पानी पुग्छ भनेर विश्व ब्याङ्कको सहयोगमा फन्ड बोर्ड भन्ने एउटा संस्था खडा गरिएको कुरा व्यक्त गर्नुभयो। फन्ड बोर्ड भन्ने संस्था खडा गरेको जसलाई सरकारले विश्व ब्याङ्कबाट अनुदान र ऋण लिएर पानी खुवाउनको लागि विश्व ब्याङ्कबाट सरकारले अनुदान र ऋण लिएर तपाईँहरूको पनि सहभागितामा, तपाईँहरूको पनि लागत सहभागितामा यसरी योजना देशभरि 50वटा जिल्लामा चलिरहेछ। यो धेरै सफलताका साथ चलिरहेछ, किनभने जहाँ जनता आफै अग्रसर हुन्छन्, सक्रिय हुन्छन्, त्यो सफल हुन्छ भन्ने सरकारको नीति पनि हो। त्यो नीति अनुसार यहाँहरू काम गर्दै हुनुहुन्छ। 2017सम्ममा यो 2017 साल अङ्ग्रेजी सम्वत अथवा 74 भन्नुहोस् न, त्यहाँसम्म नेपालका सबै जनतालाई पानी खुवाउने भन्ने सरकारको नीति हो। त्यो नीतिमा तपाईँहरूले योगदान गरिदिनु भएको छ। अहिले 700-800 जनताले पानी खुवाउनु पनि सरकारलाई जतिजनालाई हामीले अहिलेसम्म खुवाएको थियौँ त्यसमा बढेको, त्यसको लागि सरकारको तर्फबाट तपाईँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। पानीको दृष्टिकोणले काठमाडौँका बासिन्दाहरू भन्दा पनि भाग्यशाली भएको कुरा धादिङ मैदीका स्थानीय बासिन्दाहरूलाई स्मरण गराउनु भएको थियो। हटियाका तपाईँ जनता काठमाडौँ, ललितपुर, भक्तपुर भन्दा पानीको दृष्टिकोणले भाग्यमानी हुनुहुन्छ। हामी हप्ताको आधा घन्टा 1 घन्टा काठमाडौँमा हाम्रो घरमा पानी आउँदैन। हप्तामा 7 दिनमा, कतिपय ठाउँमा 15 दिनमा 1 दिन पानी आउँदैन। र काठमाडौँलाई पानी खुवाउन, ललितपुर, भक्तपुरलाई पानी खुवाउन भन्ने
अरबौँ रुपियाँको मेलम्ची खानेपानी योजनाको नाम सुन्नुभयो होला। 20 भरमा त्यस्तो हुँदैन, पैसा दिने कुनै अर्को संस्थाले गर्ने त्यस्तो किसिमको भएको हुनाले तपाईँहरूलाई म काठमाडौँभन्दा पनि भाग्यशाली पानीको दृष्टिकोणले त्यसको लागि बधाई दिन चाहन्छु। कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले पानीमा आर्सेनिक भेटिएका तराईका 20 जिल्लाका स्थानीयहरूलाई सुरक्षित र सफा पानी उपलब्ध गराउनका लागि नयाँ प्रविधिबाट बोरिङ गरी सुरक्षित र सफा आर्सेनिक रहित पानी उपलब्ध गराउने कुरा बताउनुभयो। तराईका 20 जिल्लामा पानीमा आर्सेनिक भेटिन्छ। आर्सेनिक भनेको असाध्यै स्वास्थ्यका लागि घातक पदार्थ हो। त्यसलाई न्यूनीकरण गर्नको लागि, त्यसलाई हटाउनको लागि यो आर्थिक वर्षबाट तराईका 20 जिल्लामा 106वटा आयोजना हामीले सञ्चालन गरिरहेका छौँ। यही आर्थिक सम्पन्न गर्ने गरेर त्यहाँ हामी के गर्दैछौँ? डिप बोरिङ गर्छौँ, सोलर पम्पिङ गर्छौँ, सासाना ओभरहेड ट्याङ्कीहरू निर्माण गर्छौँ, ट्रिटमेन्ट गरेर सेफ वाटर शुद्ध पानी हामी दिन्छौँ। अब यस्ता यस्ता आयोजनाहरूमा पनि अब सोलर पम्पिङमा पनि जाँदा कतिको हुन्छ भनेर अरू ठाउँमा भएका नमुनाहरूको पनि अध्ययन गर्न लगाउँछौँ। जस्तो फनबोर्ड लगायत संस्थान भयो, केइक्युएल विभाग अन्तर्गत भएका आयोजनाहरूमा कहाँ कस्ता सोलरका सिस्टमहरू सफल भएका छन् त्यो हेर्दै जाने क्रममा अब यसलाई पनि हामीले विस्तार सुधार गर्दाखेरि हामी त्यता पनि जानुपर्ने हुनसक्छ। यसैले अहिले हामी के भने नयाँ नीति, नयाँ प्रविधि र पुँजी हामीले आवश्यकता छ। यस्ता सुक्खा क्षेत्रहरूमा जस्तो तलबाट केही वर्ष पहिले हामी कल्पना पनि गर्दैन थियौँ तलबाट माथि पानी ल्याएर खाने भन्ने हाम्रो कल्पनाभन्दा बाहिर थियो, असम्भव भएको छ। अझ त्योभन्दा पनि उच्च स्तरको प्रविधि आवश्यक पर्छ संसारको। त्यसलाई पनि हामी नेपालमा उपयोग गर्ने नयाँ नयाँ नीतिहरूको प्रविधिहरूको त्यसलाई आवश्यक लाग्ने पुँजी र त्यसका लागि आवश्यक जनशक्ति र यसलाई हामी निरन्तर एउटा